गुड मर्निङ सबैलाई गोर्खे सलाम सबारो जिसु बडाई नमस्ते। आज म तपाईलाई यो देखाइरहेको छु। यो पहिलाको यो ट्रेनको डब्बा जो चाहिँ दार्जिलिङ यो ट्रेनमा मालगाडीमा सामान जान्थ्यो। यो ट्रेनको डब्बा यो चाहिँ यो जङ्सन को हिमाचल कोलोनीको यो सानो ट्रेनको इन्जिनहरु बनाउने यहाँ ट्रेनको डिब्बा DHR यो ट्रेनको डब्बा हो यो। र यहाँबाट चाहिँ यो ट्रेन चाहिँ इन्जिन जोडेर तपाईको NJP को तर्फ जान्छ। यो चाहिँ सिलगढी जङ्सन। यसको चाहिँ यो हिमालयन रेलवे दार्जिलिङ न्यारो गेज लोकल ट्रिप यो चाहिँ तपाईको एनएफ रेलवेको हो। र यहाँनिर चाहिँ यो छ तपाईलाई एउटा नयाँ चीज चाहिँ म देखाउन जाँदैछु। त्यो चाहिँ के भन्दाखेरि यो चाहिँ सानो ट्रेनको लाइन हो। यहाँबाट दार्जिलिङपट्टि जान्छ, दार्जिलिङ मोड भएर सालबाडी सुकुना। र अब म देखाएको चाहिँ तपाईलाई डिजल इन्जिन जो चाहिँ दार्जिलिङ जान्छ। यस्तो गाडीमा डिजल इन्जिन नयाँ डिजल इन्जिन आएको छ। हेर्नुस् नयाँ एकदम नयाँ ब्रान्ड न्यू डिजल इन्जिन चाहिँ यसरी प्याकिङ भएर आएको छ। हेर्नुस् चक्का काठको गुट्का माथि चक्का राखेको छ। यहाँनिर चक्का माथि खिड्कीहरू सबै एकदम काठले सिल गरेको छ। अगाडिको बत्तीहरू एकदम सिल भएको छ।